क लेख्दाखेरि हामीले राष्ट्रिय लाइनबाट करिब करिब यसरी सिधा लाइन 40% तान्ने र यसलाई चाहिँ के त युको जस्तो उठाएर आदिसम्म ल्याउने असिस्टेड यो गरिसके पछाडि हामीले यसरी नै उठाएर माथिबाट सिधा लाइन ल्याएर जोड्छौँ भने अब यसरी नै अर्को क बनाउने यसरी नै यसरी नै के त अर्को क बनाउने र यो माथि चढेको लाइनबाट नै के गर्नु हुन्छ है र यसरी नै सिधा लाइन तान्ने र माथि सानो यो जस्तो बनाउने यो बराबर याद गरेर अर्को लाइन तान्ने है। यसमा चाहिँ के हुन्छ भन्दा यो कसम्मको अक्षरमा थाहा गर्नुपर्ने कुरा यो अगाडिको भागभन्दा पछाडि तानेको लाइन चाहिँ लामो है। अगाडिको भागभन्दा पछाडि तानेको लाइन लामो हुनुपर्छ यो कुरा याद गर्नु है।